आजको यात्रा ताङसेनदेखि मुक्तिनाथसम्मको हो। अहिले हामी काली गण्डकी नदीमा पुगेको छौँ। यहाँको पुल हेर्दा एकदम राम्रो दृश्य देखिएको छ। अब हामीले केही बेरसम्म यहाँ रोक्छौँ र हेर्छौँ अनि यहाँबाट हामीले फेरि अगाडि बढ्नेछौँ। अहिले यहाँ हेर्दाखेरि एकदम राम्रो दृश्य देखिएको छ। अब यहाँबाट हामीले यी दृश्यहरू हेरेर अब अर्को ठाउँमा हामीले निस्किन लाग्यौँ। अहिले हामी गइरहेछौँ पोखरातिर। अब पोखरा जानुभन्दा पहिला हाम्रो वालिङभन्दा पहिल्यै एउटा हाम्रो ब्रिज छ, त्यो ब्रिजमा हामीले जानेछौँ। अहिले यहाँ हेर्दाखेरि कति राम्रो दृश्यहरू देखिएको छ। हरियो दुईटैतिरबाट पहाडै पहाड छ। यो पहाडमा हामी रमाउँदै अगाडि बढिरहेको छौँ। सबै मजाको आइने छ। अहिलेको हाम्रो यो भनेको अब हामीले पुगिसक्यौँ यहाँ। अनि यो भनेको हामीले अहिले वालिङभन्दा पहिल्यैको यो एउटा लामो ब्रिज हो। यहाँ हामीले यहाँबाट एकदम राम्रो भ्यू देखिएको छ। दुईटैतिर हरियो भरियो छ र तल हेर्दाखेरि एकदम राम्रो होइन, पानी बगिरहेको छ खोलाबाट। सब पानी भनेको एकदम निलो निलो पानी देखिएको छ र उतातिर जाँदाखेरि उता पनि घरहरू रहेको छ र उताको दृश्यहरू एकदम राम्रो छ। डाँडाहरू छन् र त्यो डाँडाहरू घुम्ने लायक छ, तर हामीसँग टाइम नभएर हामी अब एकैछिनमा यहाँ बस्छौँ, रेस्ट गर्छौँ, हेर्छौँ सबै कुरा र त्यसपछि हामीले यहाँबाट फेरि हामीले फर्किनेछौँ। अनि फेरि हामीले लाग्नेछौँ पोखरातिर। आज जसरी भए नि हामीले पोखराबाट हामीले मुस्ताङको जम्सनसम्म पुग्ने हो। आजको टाइमिङ हाम्रो त्यही छ र अहिले हामी बाइकबाट अब हामी चलिसक्यौँ। अब हिँड्दा अहिले हामीले कहाँ पुगिरहेछौँ भनेको त वालिङतिर हामीले लागिसक्यौँ र यहाँदेखि हामीले जाँदाखेरि थुप्रै दृश्यहरू छन् र मोडहरू अलिकति डेन्जर पनि छ, किनभने कि उता एकतिर पहाड छ र एकतिर एकदम खोला छ र यदि अलिकति पनि मिस्टेक भयो भने हामी खोलैतिर जाने हो। त्यसले गर्दा सेफ ड्राइभ गर्ने, राम्ररी जाने। अब हामी पोखरातिर लागेको छौँ। यहाँबाट पोखरा अब अहिले धेरै नै टाढा भन्नु पऱ्यो, धेरै नै टाढा छ। तै पनि हामीले नन स्टप बाइक चलाउँदै कुदाउँदै गइरहेछौँ र अब अहिले भोक पनि बेसी लाग्यो। अहिले केही खाएको छैनौँ हामीले। अब अगाडि हेरिरहेछौँ कि यदि राम्रो कुनै छ भने हामीले त्यहाँ रोक्छौँ एकछिन, अनि त्यहाँ हामीले खानाहरू खान्छौँ र त्यहाँबाट फेरि हामीले पोखरातिर लाग्छौँ। यस्तै गरी हामीले अगाडि बढ्दै जान्छौँ र हरेक कुरा दृश्यको त ओ माई गड पुरै नगर्न, किनभने कि दृश्य यस्तो छ, यस्तो रमाइलो छ कि एकचोटि आइसकेपछि फेरि पनि आउला जस्तो मन लाग्छ। तर हेरौँला अर्कोचोटि। अहिले हामी पोखराबाट हामीले निस्किरहेको छौँ र यो भनेको हाम्रो बाख्रामा सेल गर्ने ठाउँ हो र त्यसैको लागि अहिले एकदम भिडभाड छ। थुप्रै प्रकारको बाख्राहरू यहाँ यो मार्केटमा रहेको छ र यहाँ भनेको हेर्दाखेरि मान्छेहरू बाख्रा त्यसैको लागि बाख्रा बेचबिखन गरिरहेकै छन् र यहाँबाट मान्छेहरूले बाख्रा लिने होइन, अब अर्को ठाउँमा लग्ने थुप्रै टाइप्सको होइन बाख्राहरू यहाँ रहेको छन्।
यो दृश्य नि एकदमै राम्रो छ। यहाँ भनेको यहाँबाट एउटा बाख्रा लाग्न पर्यो हामीलाई पनि आफ्नो गाउँघरतिर। अब हेर्दाखेरि यस्तो राम्रो राम्रो बाख्राहरू छ नि, कति राम्रो छन्। मान्छेहरूले अब बेचबिखन गरिरहेछन् यहाँबाट। यस्तै हो, यस्तो यस्तो कुराहरू हेर्न पाइन्छ। त्यही भएर हामीले भिजिट गर्नुपर्छ जहिले नि। लाइफ त यस्तै नै हो, किनभने कि हामीले यदि यस्तै घुम्दै गऱ्यो होइन, हाम्रो कतिखेर टाइम जान्छ थाहै हुन्न कि। त्यसले गर्दा अब हामीले पोखराबाट निस्कि नै रहेछौँ बागलुङतिर। सो हामीले अब बागलुङमा जाने हो। अहिले चाहिँ हामी कुस्माको नजिकै पुगिसकेका छौँ। कुस्माले कतिकोलाई थाहा होला भनेर, कतिजनालाई हामीलाई थाहा नहोला भन्ने होइन। अब किनभने कि कुस्मा यस्तो ठाउँ हो जहाँ कि बन्जी जम्पिङहरू गराइन्छ होइन। यस्तो यस्तो ठाउँहरूमा हेर्दाखेरि हामीले त्यहाँ त जान पाएनौँ, किनभने आज हामीले टार्गेट गरेको छौँ जसरी भयो नि आज हामीले जङ्सनसम्म हामीलाई पुग्नै पर्ने हो भनेर। त्यसले गर्दा हामी आज यतैतिर हुने। अब यस्तै हो। अहिले चाहिँ हामी बागलुङमा पुगिसकेको। त्यहाँ व्हाइटमा हेर्नु त, त्यहाँ लेखेको छ बागलुङमा आइसकेपछि अब यहाँ हामीले एकैछिन बस्छौँ र बसेर त्यसपछि हामीले यहाँबाट फेरि हामीले जानेछौँ बेनीको लागि। सो अब यहाँ एकछिन हामीले रेस्ट गर्छौँ है। अहिले हामी बागलुङबाट हामीले माथि गइरहेछौँ। दुईवटा बाटो कटेको थियो, एउटा तलतिर जाने र एउटा माथि। अब त्यही मुस्ताङतिर जानु भनेको माथिवाला हाम्रो बाटो समातेको हो र त्यो बाटो डाइरेक्ट हामीलाई लग्छ मुस्ताङतिर। अब हामीले यहाँ बागलुङबाट एकैछिन रेस्ट गएर हामीले अगाडि बढिरहेछौँ बेनीतिर। अब बेनीतिर जान्छौँ। बेनीतिर गइसकेपछि त्यहाँबाट हामीले मुस्ताङ लाग्छौँ। र साथीहरू अब हामी रूपसे झरनामा पुगिसक्यौँ, जुन कि बेनीभन्दा अगाडि छ, मुस्ताङकै बाटोमा छ। र रूपसे झरनाको दृश्य एकदमै राम्रो छ। टाढै बस्दाखेरि यो पुलको छेउमा बस्दाखेरि त्यहाँबाट पानी खोज्दाखेरि हाम्रो माथि आउने गर्छ। यो झरना भनेको एकदमै अहिले त पानी पर्नुको कारणले त्यस्तो दृश्य देखिएको छ, तर यो अहिले एकैछिन पहिला होइन, यो एकदमै वाइट थियो। अहिले केही फोहोरो पानीहरू आइरहेछ, त्यसले गर्दा अलि त्यस्तो छ। अब हामीले यहाँबाट एकैछिन हामीले हेर्छौँ र त्यसपछि हामी मुस्ताङको लागि हामीले लाग्छौँ। यहाँबाट हामी अब मुस्ताङ लगभग 70 किलोमिटर छ र हाम्रो भिडियो अलिक सर्ट छ, किनभने हामी आउँदाखेरि प्रिपेयर भएर भिडियोहरू बनाइरहेछौँ। अब हामीले यहाँदेखि हामीले मुस्ताङ गइरहेछौँ र अब केही टाइमको लागि हामीले मुस्ताङ पुग्छौँ। साथी हो, हामी चाहिँ अब जन्नतमा पुगेको छौँ। यो भनेको हाम्रो नेपालको जन्नत हो, स्विजरल्यान्ड नै हामीले भन्न पाइयो। र यस्तो लद्दाख काश्मीर भनेको यसको अगाडि एकदमै फेल छ। हेर्दाखेरि कति राम्रो दृश्य छ। यो भनेको मुस्ताङ हो, जम्सनभन्दा अगाडिको हो। हामी जम्सनमा हामीले नाइट स्पेन्ड गरेको र त्यहाँबाट अब हामीले अगाडि बढ्दैछौँ। मुक्तिनाथतिर हामीले गइरहेछौँ र यहाँबाट हामीले मुक्तिनाथ जाने हो। यो बाटो भनेको एकदम राम्रो छ। जस्तै कि अब धेरै जसोको होइन, मुस्ताङतिर आउँदाखेरि के हुन्छ कि बाटो एकदम नराम्रो छ भन्ने खालको सोच हुन्छ। भने बाटो छ नराम्रो अहिले सबै छैन, केही 5-6 ठाउँमा होइन यस्तो छ कि बाटोहरू अलिकति अप्ठ्यारो नै छ। र तर बाटोको हाम्रो लगभग 80% जतिको बाटो एकदम पिस छ, राम्रो छ होइन, आउन लायकै छ। तर त्यही हो, अलिकति सेफ्टी अपनाएर आउनु होला। यहाँ भनेको चिसो छ, अहिले एकदम जाडो नै छ। बाख्राहरू यहाँ हेर्न सक्नुहुन्छ, बाख्राहरू पनि होइन। अनि यो यात्रा भनेको यहाँको
पर्छ यहाँ भनेको। तर एउटा कुरा के छ कि हामीले अरू अरू ठाउँमा जाँदाखेरि त्यहाँ थुप्रै अब रुखहरू बिरुवाहरू हेऱ्यौँ, तर यहाँ भनेको त्यस्तो केही छैन कि एकदम बन्जर जस्तै छ। सब पाहाडहरूमा रुख त पाइन्न यहाँ। पाउनु भनेको अब त्यही मुक्तिनाथको छेउमा, अब अहिले त त्यहाँ गएको छैन, गइ नै रहेछौँ। त्यहाँ भनेको के एप्पल मुक्तिनाथबाट हामीले पुग्न नै लागेको छौँ र त्यहाँको माथिको केही माथि आउँदाखेरि यस्तो दृश्यहरू देखिन्छ त्यहाँबाट। र हामीले मुक्तिनाथ लागि नै रहेछौँ। एकदम माथि चढ्नुपर्छ, कि बाइकलाई पनि अलिक गाह्रो नै भइरहेछ चढाउनलाई। एकदम उकालो छ, उकालो ओह्रालो हुँदै जानुपर्छ। त्यसले गर्दा बाइक पनि नचल्नु जस्तो नै भइरहेछ कि। अनि चिसो माथिबाट एकदम हावा फेसरी नै चलिरहेछ। अब हामी एकैछिनमा त्यहाँ एउटा यहाँको दृश्य भनेको एकदम राम्रो छ। यो भनेको भन्नाले मुक्तिनाथ चढ्नुभन्दा पहिलाको होइन, अलि पार्क जस्तै छ। यहाँ भनेको आएर मान्छेहरू यहाँ हेर्छन् चारैतिर होइन। अब एकदम राम्रो छ, अलिकति यो समतल ठाउँ। अब हामी मुक्तिनाथ चढिरहेको छौँ र यहाँ भनेको 300 समथिङ सिँढीहरू छ र त्यो सिँढीहरू चढ्दै होइन माथि जान पर्छ। र हामी चाहिँ अब मुक्तिनाथ चढि नै रहेछौँ। त्यो गेट देखिएको गेट नै हो हाम्रो मुक्तिनाथ। र यहाँबाट अलिकति धेरै नै चढाइ छ, हामीले सास नै गाह्रो भइरहेछ। र यो भनेको दृश्य सबै होइन त्यो सिँढीबाट नै देखिन सकिन्छ। यो हाम्रो मुक्तिनाथ हो। अहिले चाहिँ हामी मुक्तिनाथ 108 धारा जहाँ छ नि, जहाँ पानी होइन पानीमा नुहाइन्छ, त्यो ठाउँमा हामीले पुगिसकेको छौँ। अब हामीले यहाँ सबै कपडाहरू निकालेर अब हामीलाई नुहाउने हो, नुहाएर त्यसपछि हेर्ने हो। तर हेर्दाखेरि चिसो नै चिसो छ, एकदमै चिसो छ यो पानी भनेको एकदमै बरफ जस्तै नै छ यहाँको। नुहाइसकेको छु, अब रेडी भइसकेको छु। अब यहाँबाट हामीले केही टाइममा निस्कन्छ। मैले साथीलाई अब वेट गर्छु एकछिन, अनि त्यसपछि यहाँबाट निस्कन्छु। अब दुइटै नुहाइसक्यौँ, हामी बाबा घरतिर फर्किरहेछौँ लुम्बनीतिर। अब